नमस्ते साथीहरू, म जेसी कतार अफिसमा छु र अहिले साथीहरू म जेसी अर्ग्यानिक बार्ली जुस बनाएर अब पिउन लागेको छु। अब यो जेसी अर्ग्यानिक बार्ली जुसले के फाइदा गर्छ त भन्ने कुरा म यहाँलाई चाहिँ सर्टकटमा चाहिँ बताएर चाहिँ देखाउने छु। साथीहरू, यो जेसी अर्ग्यानिक बार्ली जुस पिउनाले हामी सधैँ स्वस्थ हुन्छौँ। यसले रोग लाग्न नदिने काम गर्छ। पहिलो कुरो रोग लाग्न नदिने काम गर्छ। हामी किन रोग लाग्छ त हामीले खानेकुराहरू सबै मिलाउन सके पनि दुईटा कुरो हामीले मिलाउन सक्दैनौँ। त्यो दुईटा कुरो हाम्रो हातमा छैन। त्यो दुईटा कुरो भनेको के हो त केमिकल हामीले रोक्न सक्दैनौँ। हामीले सास लिँदा नि केमिकल खाइरहेका छौँ, खानेकुरामा नि केमिकल खाइरहेका छौँ। हामीलाई जति पनि इलेक्ट्रोनिक चिजहरू चलिरहेको छ, इलेक्ट्रोनिक डिभाइसहरू, त्यसको रेडिएसनले पनि हामीलाई खराब गरिरहेको छ। त्यो रेडिएसनले पनि हामीलाई असर गरिरहेको छ। त्यसैले गर्दाखेरि हामीलाई त्यो रेडिएसन र केमिकललाई चाहिँ काट्ने काम चाहिँ यसले गर्छ, जेसी अर्ग्यानिक बार्ली जुसले गर्छ। र अर्को कुरो, कुनै पनि रोग लागेको मान्छेलाई यसले राम्रो गर्छ। रोग नलागेकोलाई लाग्न नदिने काम गर्छ भने अब रोग लागिसकेकोलाई पनि यसले चाहिँ राम्रो गर्ने काम गर्छ, रोग लाग्न नदिने काम गर्छ। साथीहरू हैन, आउनुहोस् तपाईहरु पनि चाहिँ यो जेसी अर्ग्यानिक बार्ली जुस पिउने गर्नुहोस् हैन। अझ हामी विदेशमा छौँ, हामी मजदुरीको लागि विदेशमा आछौँ हैन। हरेक दिन जस्तो कुनै न कुनै नेपालीको मृत्यु भइरहेको छ साथीहरू। अल्प आयुमा एकदम दुःखको कुरो है भन्नुपर्छ हैन। भन्नु मन नलागे पनि भन्नुपर्छ साथीहरू। त्यसैले यसो हुनु नदिनुको लागि, अल्प आयुमै विकारमै ज्यान जान नदिनुको लागि हैन, यो कम्तीमा हैन हरेक व्यक्तिले चाहिँ धेरै दिन नसके पनि महिनामा 10 दिन यो जेसी अर्ग्यानिक बार्ली जुस पिउने गरौँ भन्दै मैले पिउन सुरु गरेँ है साथीहरू। ल आउनुहोस् तपाईहरु पनि मेरो फेसबुकमा, युट्युबमा, व्हाट्सएप, इमो, मेसेन्जर कहीँ पनि सम्पर्क गरेर यहाँहरूले चाहिँ मसँग चाहिँ राम्रो यसको पूर्ण जानकारी लिन सक्नुहुन्छ भन्दै मैले यो छोटो भिडियो चाहिँ अहिले यहीँ चाहिँ समाप्त गर्दछु। धन्यवाद फलो गरिदिनु भएकोमा, हेरिदिनु भएकोमा हैन, सपोर्ट गरिदिनु भएकोमा।